साथीभाइ स्वागत छ है गाउँबाट आजको बेलुकाको भ्लगमा है। आज बेलुकाको भ्लगमा यहाँनिर गाईको धन्दा गर्दैछु म चाहिँ। यहाँनिर छ गाईहरू यता छ, यो पनि दुना हो, त्यो पनि दुना हो। परतिरको चाहिँ एफर हो, सानैहरू चाहिँ हुनु चाहिँ 14-15 महिनामा त पुगेछ। आज चाहिँ गोरु खोजेछ है, फरकको फरक छ यो बाछा चाहिँ। अहिले मिसाउनु हुँदैन, अब 18-19 मन्थमा पुगी मिसाउनु हुँदैन। पछाडि फेरि मिसायो भने बाछा पाउने बेलामा साह्रो पर्छ कि यो सानो छ अहिले त ऱ्याप केस लाग्छ नि हौ यसलाई। अहिले नै मिसायो भने फेरि मिसाउनु हुँदैन। त्यही भएर आज चाहिँ फेरि हिजो र आज चाहिँ पुरै हिजो अस्ति दिन र हिजो चाहिँ पुरा पानी पऱ्यो हो। आज चाहिँ हावा यस्तो चल्दैछ, पानी चाहिँ परेको छैन, धुम्म भएको छ मौसम चाहिँ। त्यो छ है गाइसहरू। अब मेरो तिर्पल चाहिँ फटायो होला, हाम्रो तिर्पल चाहिँ मेरो हावाले नै फटाइसक्यो। ग्रिन हाउस त भित्र पुगिसक्यो हो। त्यो चाहिँ धुम्म भएर बसिरहेको छ, हावा चलेको देखिन्छ। माथि रुखहरू हल्लेको हो, डेन्जर भयो आज चाहिँ। यतातिर डुल्नु पनि यतातिर चाहिँ अलैँची हो, रुलै सुन्तलाहरूलाई चाहिँ राम्रो भयो पानी परेर के होस्। यहाँ यतातिर चाहिँ हाम्रो गाउँघर चाहिँ यस्तो छ है। गाउँघरतिर चाहिँ सबै हाम्रो चाहिँ क्लस्टर पुरा बाक्लो छ गाउँघरहरू पनि। त्यहाँदेखि यतापट्टि छ हो, यता मुनितिर पनि छ हाम्रै सन्तानहरू, यतातिर पनि छ हो। ड्युटी चाहिँ अहिले बेलुकाको चाहिँ यहाँ खोले पकाउने हो गाईलाई। तर आज त हावाले आगै बल्नु दिएन, आगो उडाउँछ भने डर छ कि। तर चिसो भएकोले गर्दाखेरि त्यति साह्रो आगो लाग्ने त डर त हुँदैन हाम्रोतिर, हुन्छ। तर पनि आज आगै बल्नु दिएन हो। यहाँ हावाले चलेर यहाँ खोले पकाउनु पर्ने, चलाइदिनु पऱ्यो। अब भुस्रा उयो दाम्चा पकाएको है यो चाहिँ कोलाको गाईलाई। खेप्टे यो मजाले चलाइदिउँ। भाइ साथीभाइहरू यस्तो छ है गाउँघरमा चाहिँ। आज विकेन्डमा गाउँमा आएको थिएँ घरमा, त्यो भएर यहाँ घरमा अहिले कोही पनि छैन, आमा र आप्पा मात्रै बस्छ। आमा चाहिँ यहाँ ग्रिन हाउसमा सब्जीहरू टिप्दैछ र आप्पा चाहिँ जङ्गलतिर गएछ। जङ्गल नजानु भनेको छन्, आज हावा चल्दैछ भनेर नटेरिकन गएछ। के ल्याउने हो सपोर्ट के ल्याउने हुन्छ गाईलाई, जङ्गलतिर गएको छ। डरसरी बनायो, अलिअलि पानी पनि पर्दैछ हो। यहाँ के भयो वेदर त अब पुरै साइक्लोन आउँदैछ कि क्या हो। हो साथीहरू, आज मृत्यु पार्छ कि क्या हो। गाईको कठेरो त हेर्दै सुन्नुहुन्छ, तिर्पल त यो विन्टर हो भनेर यहाँ बारी मोल्नु निकालेको रहेछ। यता विन्टरको बेलामा यसो बारी पनि मोलिने भनेर निकालेको रहेछ। अचानक यो पानी र हावा आएर पो बोरिङ गऱ्यो। आज फेरि गाईलाई पनि माथि सेटमा पो लानु पर्ला जस्तो भइसक्यो। अब डेन्जर भयो त यो, झरेर मृत्यु पार्छ क्या हो। आज त हो कति साह्रो चाहिँ हावा चल्यो, अचानक भयो। अचानक हो ठुलो परेछ हो, ठुलो परेछ नि हो। आज यहाँ बस्यो होला जस्तो छैन साथीहरू, भाग्नु पर्ला जस्तो। तर मेरो खोले पाकेकै छैन। लु मैले मेरो चाहिँ ज्यामै ओढाइदिएको छ, पानी पनि पर्नु थाल्यो अलिअलि। ज्यामै लाएर बरु यो लाएर चाहिँ मुनि चाहिँ आगो लगाइदिनु पऱ्यो। यहाँ विन्टर हो भनेर निकाल्नु आज उडाउँछ कि क्या हो मान्छेलाई पनि। तेरेको डेन्जर भयो साथीहरू। हाम्रोमा चाहिँ यो पनि छ है गाइस, यो प्लान्ट फ्रुट्स। यसको नाम चाहिँ बिर्स्यौँ मैले के हो पनि। यो खाँदा चाहिँ अमिलो अमिलो दाना हुन्छ कि। साथीभाइहरू कमेन्ट गर्नुलाई यसको नाम चाहिँ के भन्छ तपाईँहरूको ल्याङ्ग्वेजमा चाहिँ, तपाईँहरूको ठाउँतिर चाहिँ अमिलो अमिलो गरेर हुन्छ नि। यो चाहिँ कुनै फल फ्रुट्स नहुँदाखेरि यो फलिरहेको हुन्छ। यो फ्रुट्सको नाम चाहिँ बिर्स्यौँ मैले। पहिला हामी स्कुलमा हुँदा चाहिँ चोरी खान्थ्यो यस्तोहरू। तर अहिले चाहिँ हाम्रो यो यता माथितिर रोपेको थियो, ट्रान्सप्लान्ट गर्दै गर्दै आफूले यतातिर नै पुऱ्याइसकेछ रोपेर। भोलिलाई खोले पनि काटिसक्यो। यो कोलाको दाम्चा आजको लागि ढोलाले भोलिको लागि। हावा चाहिँ खतरा चल्दैछ है। यो रुखहरू चाहिँ छिन्नु खोज्दैछ होला आज चाहिँ हावाले। लड्छ होला अहिले एकछिनतिर चाहिँ। मेरो खोले कस्तो भयो साथीहरू, खोले पाकेको ल
खोले पनि पाएको छ यो आज ल होइन नै हो रहेछ ठिकै छ ल त त्यति साह्रो हतार छैन रहेछ यो चाहिँ पकाउनु भोलिको लागि हो रहेछ कि पाकिरहन्छ यहाँनिर अब ल है साथीहरू म त गाउँघरमा पो छु त है नि आइज आइज तिम्रो आइज खेल्ने सिङ्गल खेल्नु आइज आइज त आउने आइज आइज तिम्रो एउटा दाजुभाइ होइन यो एउटा दाजुभाइ है यो चाहिँ 1 विक ठुलो हो यो चाहिँ 1 विक सानो आइज आइज खेल्नु आइज आइज यस्तै छ आइज आइज त्यो म खेलौँ त्यस्तो गर्छ आइज कनी गरिदिने म ल तँलाई कनी गरिदिने म ल खेल्ने हो हामी खेल्ने हो नि नि आमा हो नि आमा दाजु त भाग्यो उता दाजु त भाग्यो नि आमा आइज हामी एउटा मात्रै मिल्छ नि दाजु त मिल्दैन कि मिल्ने दाजु आइज आइज दाजुको मुख चाहिँ फेरि हेँ गरेर छ कि कस्तो छ तेरो दाजुको मुख चाहिँ यस्तो छ कि हेँ परेको नि दाजु मुख देखा यता मुख देखा यता फर्कि आम्मा यस्तै एक्साइटेड भएर तेरिको दाजु चाहिँ भाग्यो आइज किन्न टिप्दैन मैले किन्न भन् त त्यो किन्न टिप्दैन मुख चाहिँ यसको दामी छ दाँत मुख चाहिँ दामी छ